सबैजनालाई नमस्ते। म अजय विश्वकर्मा अनि सबैजनालाई मेरो युट्युब च्यानलमा चाहिँ स्वागत गर्न चाहे सबैभन्दा पहिला चाहिँ। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भन्नुपर्दछ। आज चाहिँ म मेरो कामको विषयलाई लिएर मेरो आज वर्किङ गरेको पनि 3 महिना भइसकेको छ आज चाहिँ। अनि त्यो मेरो वर्किङको बारेमा चाहिँ केही अनुभवहरू सुनाउन चाहेँ। र वर्किङ गरेको ठ्याक्कै अप्रिलदेखि आज जुन महिना भयो, 3 महिना पुरा भइसकेको छ। र मेरो वर्किङ चाहिँ जापानमा चाहिँ कति 2 वर्ष निहनको गएको र 2 वर्ष नै सेन्मन गएको पढेर चाहिँ अटोमोबाइल जिदोसिया भन्छ चाहिँ जिदोसिया गएको पढेर चाहिँ अनि अटोमोबाइल मेकानिक सम्बन्धी चाहिँ पढेर चाहिँ मेरो आज चाहिँ 3 महिना पुरा भइसकेको छ। र यो आजसम्मको चाहिँ मेरो एक्सपिरियन्स कस्तो रहेको छ म आज चाहिँ तपाईँहरूलाई चाहिँ यो भिडियोमा चाहिँ सम्पूर्ण कुराहरू चाहिँ सुनाउने नै छु। र अटोमोबाइल पढ्दाखेरि चाहिँ कस्तो हुन्छ, कतिको फाइदा हुन्छ, कतिको राम्रो हुन्छ र स्यालेरीहरू के कस्तो हुन्छ भन्ने विषयहरूमा पनि म सम्पूर्ण जानकारी यो भिडियोमा चाहिँ दिने नै छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ढिलो नगरिकन चाहिँ भिडियोलाई चाहिँ सुरु गरौँ है त। म चाहिँ लगभग नागोयाको माइतेजो जिदोसिया सेन्मन गएको पढेर चाहिँ 2 वर्ष जति चाहिँ त्यहाँ पढेर चाहिँ लगभग वर्किङको लागि चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ जिदोसिया गएको पढेर चाहिँ वर्किङको लागि चाहिँ एकदमै सजिलो हो कि जापानमा चाहिँ वर्किङ लगाउनको लागि चाहिँ खाइयो र अनि जिदोसिया गएको पढेर चाहिँ एकदमै सजिलो हुने चाहिँ यो दुईटा हो। हुन त अब अरू विषयहरू पढेर पनि त्यस्तो सजिलो होइन भन्ने त सजिलो हुँदैन भन्ने त छैन त्यस्तो त, तर पनि अलिकति गाह्रो चाहिँ हुन्छ है त्यो चाहिँ। म चाहिँ अब त्यतातिर नगएर चाहिँ म यतै अटोमोबाइलतिरै चाहिँ जान चाहेँ। जिदोसिया गएको पढेर चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँको अटोमोबाइल सम्बन्धी गएको पढेर चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँको गएको सुरु भएको 1 वर्षको चाहिँ अन्तिममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि वर्किङ लाग्न चाहिँ सुरु भइसकेको हुन्छ क्या। अब त्यहाँ चाहिँ सबै खाइसाहरू चाहिँ आइसकेको हुन्छ, तपाईँको 200-300वटा खाइसाहरू त लगभग आइसकेको हुन्छ। हामीले त्यति बेला नै फिक्स गर्नुपर्ने हुन्छ खाइसाहरू चाहिँ, अब कुन खाइसामा जाने नजाने भन्ने कुरा चाहिँ त्यति बेला निकिमाहरू गरेर लगभग त्यसको 1-2 महिनामा चाहिँ हामीले लगभग खाइसाहरू चाहिँ फिक्स गर्नुपर्ने हुन्छ। त्यसरी नै फिक्स गरेर चाहिँ म नागोयादेखि मियाकेन भन्छ, मियाकेन चाहिँ लगभग नागोयादेखि 1-1.5 घन्टाको चाहिँ दूरीमा चाहिँ अलिकति यो चाहिँ गाउँ साइड हो। अनि त्यहाँ आइसकेको छु। मेरो खाइसा चाहिँ मेरो होन्डा हो, होन्डा कम्पनीमा चाहिँ म अहिले चाहिँ कार्यरत छु। अनि चाहिँ म वर्किङ गरेर चाहिँ लगभग 1 महिना जति चाहिँ हाम्रो चाहिँ केन्स्यु थियो होइन। अनि केन्स्यु पनि हाम्रो कस्तो हुन्छ भन्दाखेरि चाहिँ कामहरू चाहिँ सिकाउने हुन्छ क्या। 1 महिनाको पिरियडमा चाहिँ त्यहाँको कम्पनीको रुल्सहरूदेखि लिएर काम गर्ने तरिकाहरूदेखि लिएर ओक्याको गाडी बनाउन आउने मान्छेहरूसँग चाहिँ कस्तो कम्युनिकेसनहरू गर्ने त्यो कुरादेखि लिएर हरेक कुराहरू चाहिँ सिकाइन्छ। त्यसमा चाहिँ कामदेखि लिएर सबै कुरा सिकाइन्छ। त्यो पिरियड भनेको चाहिँ हाम्रो चाहिँ 1 महिना थियो, लगभग 1 महिना जति थियो। अनि 1 महिना चाहिँ हाम्रो चाहिँ एकदम भनौँ न रमाइलो तरिकाले कट्यो, किनकि हामीलाई चाहिँ कम्पनीले चाहिँ टक्क लगाएर 1 महिनासम्म चाहिँ होटलमा राख्यो। होटलमा खाना खुवाउने, साँझ चाहिँ खुवाएन तर बिहानमा चाहिँ खुवायो। तर फ्रीमै राखेर चाहिँ 1 महिनासम्म चाहिँ फ्रीमै खानासाना खुवाउने, बिहानमा चाहिँ साँझमा चाहिँ आफूले रामेन सामेन लिएर चाहिँ खाएर छाकटारिएर रातिको चाहिँ त्यसरी नै 1 महिना चाहिँ बितायो। अनि सबै साथीहरू एकै ठाउँमा थियौँ हामी चाहिँ। अनि लगभग 1 महिना को अन्तिमतिर चाहिँ अब सबैजनालाई त एकै ठाउँमा काम हुने कुरा भएन। त्यही भएर चाहिँ हामीलाई चाहिँ आफआफ्नो ठाउँमा चाहिँ काम गर्ने ठाउँहरूमा चाहिँ सबैलाई पठाउने चाहिँ हामीलाई सूचना दियो। र त्यसै गरी चाहिँ म मिया सुजुका भन्ने ठाउँ छ हाम्रो चाहिँ यहीँ नागोयादेखि नजिकै, लगभग 1 घन्टाको चाहिँ बाटो छ यहाँ चाहिँ। त्यो ठाउँमा आएँ र अहिले म यहाँ चाहिँ यहाँको उसमा चाहिँ मिसेमा चाहिँ काम गरिरहेको छु। र हाम्रो काम चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब काम त अटोमोबाइल सम्बन्धी भनेपछि त अब धेरै मान्छेहरूलाई चाहिँ माइन्ड मेकअप चाहिँ भइसकेको हुन्छ, गाडीहरू बनाउने, बिग्रेको गाडीहरू होइन, त्यही नै बनाउने हो मेनली चाहिँ, गाडी नै बनाउने हो। काम चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीलाई अहिले चाहिँ स्टार्टिङ पिरियडमा चाहिँ काम चाहिँ ल गर है भनेर चाहिँ हामीलाई कुनै पनि काम दिँदैन क्या। जस्ट हामीले चाहिँ कामहरू त्यहाँ कसरी गरिरहेको छ आफूभन्दा ठुलो सेन्पाईहरूले होइन, काम चाहिँ के कस्तो हुन्छ भनेर हेर्ने होइन। अनि
तिनीहरूले चाहिँ के काम गरिरहेको छ बरु हेल्प चाहिँ गर्न चाहिँ मिल्छ। तर हामीलाई चाहिँ यो गाडी यस्तो भएको छ बिग्रिरहेको छ भनेर चाहिँ कहिले पनि हामीलाई चाहिँ अहिलेसम्म पनि दिएको छैन। अहिले चाहिँ हल्का हल्का दिन चाहिँ सुरु गरेको छ, नत्र चाहिँ दिँदैन। अनि यहाँ चाहिँ जापानमा फेरि कामहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाडी बनाउने काम नेपालमा त अलिकति सजिलो पनि होला होइन। यहाँ फेरि गाडीहरू त कल बनाउन दिए होइन, बनाउन चाहिँ ओक्याकुसामा चाहिँ हामीसँग चाहिँ गाडी जुन बनाउन लिएको मान्छे हुन्छ नि त्यो चाहिँ ठ्याक्क हामीसँग चाहिँ आउँदैन, त्यहाँको मान्छेहरूसँग आउँछ जुन अफिसमा काम गर्ने हुन्छ, सिएहरू हुन्छ, के भन्ने हुन्छ। तिनीहरूसँग आएर चाहिँ तिनीहरूले चाहिँ हामीलाई चाहिँ त्यो प्रिन्ट निकालेर दिएको हुन्छ कि गाडी भएको चाहिँ के हो होइन, कहाँनिर के बिग्रेको छ भन्ने कुरा चाहिँ त्यो प्रिन्ट लिएर दिइसकेपछि चाहिँ हामीले चाहिँ टक्क गाडी लिएर चाहिँ बनाउनु पर्दछ। अहिले चाहिँ हामीले चाहिँ गाडी कस्तो भइरहेको भन्दा गाडी चलाउन पनि दिँदैन हामीलाई, अरूलाई नै लगाएर। यहाँ फेरि अब हामी बनाउने मान्छेले चाहिँ त्यहाँ गएर टक्क सिटमा चाहिँ बस्न पाउँदैन कि, गाडीको सिटमा चाहिँ गाडीको सिटमा पनि कभर हाल्ने, अनि सिट कभर के अरे सिटभन्दा तल चाहिँ हामीले जुन टेक्नुपर्ने हुन्छ गाडी चलाउनको लागि त्यहाँ पनि एउटा सिट हाल्नु पऱ्यो, पेपरहरू केही दछाउनु पऱ्यो। हाम्रो चाहिँ काम गरेको जुत्ताहरू मैलो भइसकेको हुन्छ, त्यसले गर्दाखेरि अब ओक्याकुसामाको चाहिँ त्यो गाडीहरू मैलिन सक्छ। अनि ह्यान्डलमा पनि कभर लगाएर चाहिँ गाडी चलाउनु पर्ने हुन्छ त्यहाँभित्र चाहिँ है। ओक्याकुसामाको अरूको गाडी भनेपछि त्यति इम्पोर्टेन्टली चाहिँ अब उस गर्नुपर्छ, बनाउनु पर्ने हुन्छ। र अर्को कुरा चाहिँ हाम्रो अहिले चाहिँ मेरो चाहिँ मेनली काम भनेको के हुन्छ भन्दाखेरि चाहिँ अब गाडीहरू चाहिँ बनाउन लिएको गाडीहरू कहिलेकाहीँ मेन भनेको चाहिँ हामीले गाडीहरू पुस्ने काम हुन्छ है। यहाँ फेरि कस्तो हुन्छ भन्दा गाडी बनाउन लिएपछि अनि त्यो भित्रहरू सौजी गर्ने, पुरै भित्र चाहिँ सफा गरिदिने, अनि सिसाहरूदेखि लिएर अनि कता कता फोहोर हुन्छ सब सफा हानिदिनु पर्छ क्या, टोटल्ली सफा हानिदिनु पर्दछ। र अर्को कुरा चाहिँ गाडीहरू चाहिँ मेसिनले धोएर चाहिँ लेखिदिएर आउँछन्, हामीले चाहिँ अनि धसा पुरै पुसिदिनुपर्छ टलक्क पारेर। अनि भित्रदेखि लिएर बाहिर पनि पानीहरू पसिरहेको हुन्छ, अनि त्यो पानीहरू पनि सट्ट पुस्ने, भित्र ह्यान्डलदेखि लिएर सबहरू पुसेर अनि क्लिन बनाउने काम चाहिँ हाम्रो हुन्छ। र अर्को कुरा चाहिँ कहिलेकाहीँ हामीलाई टायर चेन्ज गर्न दिने, अनि त्यस्तै कामहरू चाहिँ हुन्छ। धेरै ठुलो कामहरू चाहिँ हामीलाई चाहिँ दिँदैन, जस्ट हामीले तिनीहरूलाई चाहिँ हेल्प गर्ने, त्यस्तै नै हुन्छ। अनि स्यालेरीको कुरामा चाहिँ काम चाहिँ यति नै हो है। काम चाहिँ अहिलेको लागि चाहिँ मेनली हामीले चाहिँ यति नै गरेको छ, विशेष खासै त्यस्तो केही काम गरेको छैन अहिलेसम्म चाहिँ। हाम्रो कम्पनीमा चाहिँ काम पनि अलिकति कम भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामी दुईजना साथीहरू छिरेको, त्यही पनि धेरै भइसकेको छ क्या। कहिलेकाहीँ त दिनभरि चाहिँ उभिएरै टाइम लस्ट भइसकेको हुन्छ क्या, अनि खुट्टाहरू दुखाएर यस्तो हुन्छ गाह्रो हुन्छ। अनि अर्को कुरा चाहिँ हामीले काम गर्ने सामानहरू चाहिँ टोटल्ली चाहिँ आफैले किन्नु पर्दो रहेछ क्या। कुनै अलिक मेन कुराहरू चाहिँ लगभग खाइसामा चाहिँ हुन्छ, कम्पनीमा चाहिँ राखिदिएको हुन्छ। र अरू भनेको चाहिँ लगभग धेरै कुराहरू क्या। अहिले मैले यो स्केल पनि युज गरिरहेको छु, यसलाई पनि 500-600 हालेर मैले किनेको है। अनि यस्ता सानो कुराहरूदेखि लिएर हरेक कुराहरू चाहिँ हामीले यो नेपालमा चाहिँ खै के गर्छ थाहा भएन। टायरहरूको मिजोहरू त्यो हुन्छ नि त बिचमा त्यो काटिएको जस्तो टाइपको, त्योहरू चाहिँ पुरा प्रत्येक नाप्नु पर्दछ कि। अब कति मिली भयो भने चाहिँ त्यो चाहिँ टायरहरू चाहिँ चलाउन लायक छ कि छैन भन्ने कुरा, अनि त्यो कतिको पुरानो नयाँहरू सब यसले चाहिँ नापेर चाहिँ पुरै लेख्नु पर्दछ क्या। अनि बनाएर मात्र भएन कि हामीले चाहिँ फेरि अर्को त्यहाँ मिचुमेरी सो भन्छ, नमिन्स्यो भन्छ, के भन्छ। यो चाहिँ अब नबुझ्दा पनि केही फरक परेन, त पछि छिरेपछि थाहा हुने कुरा हो यस्ता चाहिँ। अनि बनाउनुभन्दा पनि अरू डकुमेन्टेसनहरू गर्न चाहिँ अलिकति गाह्रो लाग्यो क्या मलाई चाहिँ। अनि हामीले चाहिँ अलिकति नियमको पनि बुझिँदैन, बोलेको बुझे पनि उता अब खान्जीहरू पढ्न यताउता त्यो चाहिँ कम्प्युटरमा गएर गर्नु पर्दछ नि त हामीले। अनि त्यही भएर चाहिँ त्यो चाहिँ अलिकति गाह्रो नै हुन्छ। कामको विषयमा चाहिँ लगभग यस्तै नै हो। अब गाडी बनाउने काम भनेपछि त्यति सजिलो चाहिँ हुँदैन। कुनै गाडीहरू अब सानो गाडीहरू भयो भने चाहिँ टायरहरू पनि सानो हुन्छ, अनि टायर चेन्ज गर्नु पनि अलिकति गाह्रो नै सजिलो हुन्छ त्यो चाहिँ। अनि कुनै गाडीहरू त अनि लास्टै ठुल्ठुलो आउँछ नि त, सबै गाडीहरू सानो हुन्छ भन्ने हुँदैन नि त। अनि टायरहरू पनि यत्रो टायरहरू चाहिँ उचाल्न अलिकति गाह्रै हुन्छ। यस्तो चाहिँ हुन त अब केटीहरूले पनि गरेर हुन्छ यस्तै कामहरू चाहिँ, त्यो चाहिँ गर्न नसकिने भन्ने त हुँदैन, तर गाह्रो पनि हुन्छ हुनलाई। टायरहरू हुन्छ कि कोही त यत्रो हुन्छ, लास्टै गाह्रो हुन्छ त्यो चाहिँ। अनि त्यही हो। अनि
कम्पनीहरुमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हाम्रो कम्पनीमा चाहिँ यो जुन छिर्नुभन्दा पहिले चाहिँ सेचुमे खाइ भन्ने हुन्छ। अब त्यो सेचुमे खाइ भनेको चाहिँ त्यो कम्पनी वर्किङ हुनुभन्दा पहिला कम्पनीको बारेमा चाहिँ हामीलाई चाहिँ सुनाउनु जान्छ। कम्पनी चाहिँ यस्तो छ उस्तो छ भनेर चाहिँ जे होस् अब कम्पनी सुरुमा जस्तो भनेको छ ठ्याक्कै त्यस्तो चाहिँ हुँदैन। कतिपय कुरा धेरै कुराहरू चाहिँ छुट पनि बोल्दो रहेछ। जापान भनेर पनि नहुँदो रहेछ। जापान अहिले चाहिँ अलि धेरै नराम्रो हुँदै गइरहेछ क्या। झुटहरू बोल्नेदेखि लिएर अनेक कुराहरू चाहिँ हुन्छ नि त। हामीलाई सुरुमा चाहिँ अब स्यालेरीको कुरामा पनि अब हाम्रो यदि बिहे गऱ्यो भने चाहिँ फ्यामिलीको लागि चाहिँ केही पैसा दिने भन्ने कुरा पनि थियो। अनि त्यसपछि चाहिँ अब कौगो बाकोहरू जस्तो काम गर्नको लागि चाहिँ एकजना बराबर एउटा यत्रो बक्स दिने, बक्समा चाहिँ सामानहरू पनि दिने भन्ने, काम गर्ने सामानहरू सबै दिने कुराहरू त्यो पनि भएको थियो। त्यो पनि पाइएको छैन हामीले, अब त्यो नपाउने भन्ने कुरा भएको छ। अनि त्यसपछि चाहिँ काम गरेको कपडाहरू चाहिँ त्यही कम्पनीमै धुनेहरूदेखि लिएर सबै कामहरू भनेको थियो नि त। अब त्यस्तो केही पनि भएन, त्यो पनि छैन। अनि स्यालेरीको कुरामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि स्यालेरी अब सुन्दाखेरि चाहिँ राम्रै हुन्छ होइन, त्यस्तो नराम्रो चाहिँ हुँदैन। तर जापानमा चाहिँ कस्तो हुन्छ भने हरेक कम्पनी र हरेक ठाउँमा चाहिँ रुल्स कस्तो हुन्छ भन्दाखेरि जति स्यालेरी भनेको छ त्यति स्यालेरी चाहिँ हाम्रो खातामा चाहिँ आउँदैन क्या। झन् वर्किङ गरेपछि त झन् पोसिबलै छैन। यहाँ चाहिँ अनेक कुराहरू के कहिले होकेन अनि इन्सुरेन्स ट्याक्सहरूदेखि लिएर अनेक वर्किङमा त खामी त मेरोमा त्यहाँ कति आइसकेको छ, 3-4वटा त बिल त हेरौँमै थुप्रिरहेको छ। त्यो तिर्नु बाँकी नै छ। अब त्यस्तै हो। स्यालेरी चाहिँ लगभग अब हरेक ठाउँमा चाहिँ हरेक कम्पनीहरूमा झन्डै त्यस्तो फरक त हुँदैन। जापानमा चाहिँ एउटै हुन्छ। र अलिकति जिदोसिया गएको पढिसकेपछि चाहिँ र जिदोसियामा चाहिँ मेकानिकमा चाहिँ वर्किङ गरिसकेपछि चाहिँ बोनसहरू चाहिँ अलि बढी हुन्छ भनौँ न अरूको भन्दा चाहिँ। त्यही हो डिफ्रेन्स भनेको चाहिँ। यही हो जिदोसिया सम्बन्धीका अब केही मेरो 3 महिनाको एक्सपिरियन्स चाहिँ यति नै हो। तर सोचे जस्तो केही पनि छैन जापानमा चाहिँ जस्तो लाग्छ अब होइन। त्यो चाहिँ मेरो आफ्नो अनुभव भयो। अनि सोचे जस्तो त हुन त अब कुनै पनि ठाउँमा पनि हुँदैन हुनलाई चाहिँ। अब जे होस् अब स्ट्रगल चाहिँ गर्नु नै पर्यो, किनकि नेपाल फर्केर पनि त आज केही छैन नि त। धेरै भन्नुपर्ने त केही पनि छैन। मेरो 3 महिनाको एक्सपिरियन्सहरू चाहिँ यति नै हो। अनि मेरो चाहिँ अलिकति गाउँ भेगमा भएको र मेरो यो रुमभन्दा चाहिँ अलिकति मेरो काम गर्ने ठाउँहरू चाहिँ अलिकति टाढा भएको हुनाले चाहिँ मैले मेरो पर्सनल आफ्नो एउटा गाडी पनि किनेको छु। सुरुमा चाहिँ किनेको थिइनँ किनकि हाम्रो चाहिँ लोन पासहरू चाहिँ हुँदैन भन्ने कुरा भएको थियो कम्पनीमा चाहिँ। किनकि अब गएकोबाट चाहिँ एकैचोटि हामी वर्किङ भएको छ भन्दा बित्तिकै पैसा हुँदैन नि त। गाडी भन्ने जस्तो भन्ने कुरा 1-2 लाखमा किनेर पनि भएन। कुनै गाडी त 1-2 लाखमा पनि पाउँछ जापानमा, नपाउने पनि होइन। हरेक कुराहरू सस्तोमा पनि पाउँछ, नपाउने होइन, सस्तो पनि छ झनलाई। तर गाडी जस्तो कुराहरू साइकल त 40-50 हजार भन्छ भनेदेखि चाहिँ अब गाडी जस्तो कुरा हामीले 1 लाखमा किन्ने हो भने चाहिँ के हुन्छ। अब मेरो साथीले पनि किने अब कति 1 लाख जतिको गाडी, अनि त्यो लगभग 1 घन्टा जति चलाएर बिग्रेको थियो के। त्यस्तो गाडीहरू पनि हुन्छ। सस्तो गाडी भनेर हुँदैन नि त। तर सस्तो भन्दैमा सबै गाडी नराम्रो भन्ने पनि हुँदैन, राम्रो पनि हुन्छ। मैले पनि अब त्यसरी नै एउटा गाडी किनेको छु कामको लागि चाहिँ। अनि मलाई चाहिँ अब गाडी नकिन्दाखेरि चाहिँ पहिला चाहिँ हाम्रो चाहिँ कम्पनीकै मान्छे श्रीलङ्काजिन थियो, श्रीलङ्काको मान्छे। उसले चाहिँ हामीलाई चाहिँ काममा लैजाने ल्याउने उसैले नै गरेको थियो होइन। त्यस्तै हो। अनि वर्किङ भनेपछि गाह्रै छ जापानमा, त्यस्तो सजिलो छैन। वर्किङ भनेपछि अब जुनसुकै ठाउँमा पनि अब गाह्रै छ जस्तो लाग्छ मलाई। आजलाई अब यति नै हुन्छ होला भिडियो चाहिँ। अब केही कुराहरू छुटेको छ र सोध्न मन लागेको छ भनेदेखि चाहिँ कमेन्ट पनि गर्न सक्नुहुनेछ। म अब कतिपय कुराहरू चाहिँ छुटेको हुनसक्छ। धेरै लामो समयपछि नै भयो यस्तो खालको भिडियोहरू चाहिँ, इन्फर्मेटिभ टाइपको भिडियोहरू चाहिँ। अब चाहिँ म केही भ्लगहरू र अनि यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहिँ म अब लगभग बिदाको समयमा चाहिँ ल्याउने नै छु भन्दै चाहिँ म भिडियोलाई चाहिँ अब अलिकति लामो नै भयो है। र मेरो युट्युब च्यानललाई चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नु होला। र आफूलाई चाहिँ जान्न मन लागेका कुराहरू चाहिँ कमेन्ट बक्समा गएर चाहिँ कमेन्ट चाहिँ लेख्न नभुल्नु होला। म चाहिँ तपाईँको प्रत्येक कमेन्टहरूको चाहिँ रिप्लाई चाहिँ दिने नै छु भन्दै चाहिँ म बिदा हुन्छु है त। ल बाई बाई।